हेलो गाइस, हामी चाहिँ आज राइनोस्कोट घुम्न जान लागेको होइन साथीहरू। के रे? हामी चाहिँ राइनोस्कोट घुम्न जान लागेको। अरू माथिको टोली दुईटा जान पनि जाने हो फेरि। अनि हात छ त भयो। आउँदैछ नि यहाँ एउटा चाहिँ कस्तो रेकर्डै नगरेको के तँ फेरि। थाला खान जान्छ नानीहरू बिना मोबाइल जानेहरू। थाल कहाँ हाले भनेको त मोबाइलमा हाल्यो होला नि रे म त। त्यो त हो भन्दा रहेछ कि। अब हामी चाहिँ यहाँदेखि गाडीमा चढेर जान्छौँ। सर लाएर गाडी चाहिँ कहाँ पनि निस्केर आऊ भनेर यहाँ आएको झन्। हामी चाहिँ यस्तरी जान लाग्छौँ। हामी चाहिँ सबै काखमा बसेको यता हेर्नु है। हिँडिच्यो काखमा बस्ने टोलीहरू, काखमा बस्ने टोलीहरू। खै यहाँ सामान लिनलाई आतुरी हामी चाहिँ अब एकछिनमा पुग्न लागिसके राइनोस्कोट। कस्तो मजाले चढिरहेको गाईहरू चाहिँ कस्तो लगाएर फाइनली हामी चाहिँ राइनोस्कोटको गेटमा आइपुग्यो। भिडियो बनाउनु मात्रै हो। गेट आयो गेट। हामी चाहिँ अब गेटभित्र छिर्छौँ। पुरै कच्ची रोड, गाउँको बाटो कच्ची रोड, तर धेरै जस्तो पिच रोड पनि रहेछ होइन। राइनोस्कोट गाउँ दामी रहेछ गाउँ चाहिँ। के भयो यहाँ मन्दिर पनि हेलो हेलो हेलो। यहाँ चाहिँ बाटो रहेछ। आइपुग्यो त डाँडामा हो। यहाँ त धुलो यता टाउको निकालेको त डाँडामा जाने। अब हामी चाहिँ पुग्न लागिसक्यो। यो चाहिँ बजार धुलो यता बेसी रहेछ। आमा यो लेक त त्यति साह्रो लेक त नरहेछ हाम्रो जस्तो त। हामी चाहिँ आइपुग्यो होइन फाइनली। यहाँ चाहिँ अब हात खुट्टा दुख्यो भनेर झर्दैछन् झर्न त। एउटा झऱ्यो, 1 2 3 4 जना मैले गरेर हेर्न सक्नुहुन्छ नि त। कति गाडी छ कति गाडी छ क्या। खै लाली गुराँस फुलेको हेर्नु।
सायद यो फुटबल ग्राउन्ड होला पार्किङ भयो आज कोही चाहिँ यहीँ पकाएर पनि खाँदो रहेछ है साथीहरू हेर्नु न यहाँ चाहिँ भाँडाको साँडाहरू लिएर आएर भाँडाहरू सबै लिएर आएर यहीँ पकाएर खाँदो रहेछ यो चाहिँ लाली गुराँस दामी फुलेको हेर्नु लाइनस्कोट दामी खै यहाँ मलाई नि देखाउनु न मास्क नलगाइछ त त्यस्तो घाममा हामी चाहिँ फाइनली यहाँ आइपुग्यौँ हामी चाहिँ अब माथि जान लाग्यो लेकमा औ बेला रेड बुल खाएको यो धारण रहेछ लेक यहाँ पनि रहेछ त राजा रानी भनेको राजा रानी त होला नि यो होइन र राजा रानी वा लाली गुराँस त मान्छेहरू भिडियो बनाउनुलाई टिकटक भिडियो बनाउनुलाई मान्छेहरू माथि पनि सब भिडियो बनाउला भिडियो बनाऊ त्यहाँ चाहिँ ल हामी चाहिँ अब खाजा खान लाग्यो होइन खाजा खानको लागि तयार भएर बसेको यहाँ आमामा हामी त सोफा ल्याइदिए त बस्ने ठाउँहरू बनायो अनुहारमा घाम पर्छ फेरि हुन्छ चर्को त लाग्यो छैन हुन्छ हुन्छ खानेकुराहरू निकाल्दैछ यहाँ रोटी सबैजना यता पनि खाँदैछ है यो चाहिँ कहाँको रहेछ पनि कुन गाउँको रहेछ उनीहरू चाहिँ चटपटहरू बनाएर लिएर आएर रहेछ बनाएर खाएको रहेछ उता पनि खाएको छ उति पनि खाएको छ उति त चाहिँ पकाएरै खाएको छ फेरि मेरो सिट पनि राखिदेऊ है मेरो सिट छैन घाम पर्छ भन्थ्यो नि यहाँ लो 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 हाल म भिडियो बनाउँछ है इनी बेगा चचङ हाइगन खेल थाहा बा उधर त पानी यहाँ त खानाले लिएर आएको थियो सबैजना खानालाई तयार
अघि त आएको थिएन नि घाम मधुरो आएको थियो नि त अहिले फेरि आयो कि लो आबी चर्गाम टिम म अहिले बस्छु यहाँ भिडियो बनाउँछु नि त्यो मामा उडायो त्यहाँ बस्नुहुन्छ अहिले चोन चोन आधी यतापट्टि रहेछ नि धारा के किन हाल्नु तपाईँहरूले नै पुग्छ होला पुग्न त रोटी हाल्यो हामी चाहिँ रोटी गेट आउट गरिदियो तँ अहिले त्यहाँ बस्नुहुन्छ ए अँ भाइ अझै आउँदैछौ मान्छेहरू धेरै पैसा चम्मच चम्मच दिएको होइन सबै चम्चा फेरि तिमीहरू खानुपर्छ फेरि तपाईँले अझै भिडियो गरेर रहेछ क्या मैले त खानालाई सुरु गऱ्यो हामी चाहिँ होइन दिदीहरू पाउनु 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 ए मैले एकैछिनमा खाइदिन्छ किन भयो यहाँ चाहिँ यस्तो के अरे पार्क पनि बनाएको रहेछ होइन बाटो चाहिँ यस्तो खतरा रहेछ फेरि हेर न यता चाहिँ खतरा देखेँ फेरि घामले हामी चाहिँ अब त्यो डाँडामा लालीगुराँस दामी फुलेको रहेछ त्यहाँ जाने भनेको यहाँ चाहिँ यसरी बस्ने ठाउँ छ होइन बनाउँदै रहेछ राम्रोसँग चाहिँ बनेको छैन आधी दिदीहरू चाहिँ उता नाचिरहेको थियो हामी चाहिँ त्यो फोटो खिचेर आउँ न भनेर नि आएको अब माथि फोटो खिच्ने अनि त्यसपछि हामी घर जान्छौँ होला राति पर्छ फेरि पछि पछि त गर्ला नि हेर्नु न खोइ ए वा हेर्नु न साथीहरू यस्तो दामी ढुङ्गाको लप गरेर रहेछ कि हेर्नु न यो चाहिँ पार्कमा छिर्ने गेट रहेछ होइन राइनस कोट के लेखेको राइनस कोट होइन म देखाइदिन्छु है
रङ्गिनास कोट पार्कमा हार्दिक स्वागत छ भनेर लेखेर रहेछ होइन। यहाँमा लालीगुराँस त के साह्रो हो देखे नि। मलाई चाहिँ कति खिचिन्छ त भोलि पर्सि कमेन्ट आउला फेरि बोल्ने मान्छेलाई पनि देखाउनु न भनेर कहाँ हो लालीगुराँस भएको त्यहीँ जाने नि ऊ त्यहीँ त हो जाने जाम ए तिनीहरू नाचिरहेको छ के यहाँसम्म त आयो अनि नामै राइनस कोट अनि कस्तो मजा आहा अहिले बनाऊँ न चुडिया ल अघि चाहिँ हामी कोचरी सिटमै काखमा बसेर आएको अहिले चाहिँ यहाँ खतरा उसमा बसेको छौँ हामी भिआइपी है के भन्छ त्यस्तो सिटमा लालीगुराँस जान लागिसक्यो तर अस्ति नै भर्खर फुल्ने बेला आएको भए दामी हुन्थ्यो होला है भर्खर भनेर बिचमा के अब चाहिँ हामी जाने हो घाम पनि टुल्नु लागि अलिक अगाडि आएको भए हेर मलमुली पनि आयो हौ साथीहरू मलमुलीको मतलब के भन्छ यो 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 चिजलाई चाहिँ पूर्व पश्चिम कतातिरको मान्छेहरूले चाहिँ भन्न पर्यो अब झापा के अरे उता कता काठमाडौँ उतातिर चाहिँ यो मलमुलीलाई के भन्छ कुनै हाम्रो यतातिर चाहिँ मलमुली भन्छ कुखुराले खान्छ मान्छेले नि खाँदो रहेछ साथीहरू त्यतातिरको मान्छेहरूले चाहिँ कमेन्ट गर्नु है कमेन्ट कोहीले त काँचै खाइदिन्छ झुलमा जम्मा गरेर कोहीले चाहिँ यतिकै खाइदिँदो रहेछ कोहीले चाहिँ पकाएर खाँदो रहेछ कमेन्ट गर्नु है कमेन्ट गर्नु सबैजनाले यसको नाम के हो राइनसकोटको गाउँ होमस्टे राइनसकोट पनि होमस्टे पनि ल साथीहरू यस्तो राम्रो छ कि यो चाहिँ के रहेछ गुम्बा रहेछ जस्तो हो होमस्टे है साथीहरू तपाईँहरू पनि आउनुभयो भने यहाँतिर बस्न सक्नुहुन्छ बेसी राम्रो रहेछ हिँडेरै होला नि राइनसकोट होमस्टे खतरा है यहाँ आएर बस्न सक्नुहुन्छ यता हेरे कि हाम्रो बिजो ट्राफिक नियमको पालन गरेको हामीले
मार मार